ल यो चाहिँ सन्त थोमाको चर्च हो। अनि हामी नेपाली विशेष गरी विश्वासीहरूले चाहिँ चर्च भनेको कुरा देखेको पनि छैन भन्दा नि हुने रहेछ। यहाँ हेर्दाखेरि चाहिँ चर्च के हो भन्ने कुरा चाहिँ हामी त जे पायो त्यसलाई चर्च भन्दैछौँ, तर चर्चभित्रको यो डेकोरेसन, चर्चभित्रको एउटा सजावट, धार्मिक कुराहरू हो र भित्र सबै पसेर हेर्नु नि ला भित्रको बेदी त डेन्जर रहेछ यार। त्यो चाहिँ हेर्नु पर्छ यार। अब दिँदैन, फादरहरू चाहिँ पस्नु पाउने कि फादरहरू अनि कुमार फादर मेरो पनि गरौँ न। यस्तो दामी सन्त थोमा बेलिब्रेसन चर्च हो। ओके, यस्तो दामी हुँदो रहेछ। अनि हाम्रो मान्छेले के चर्च देखेछ भन्नु, अनि हामीले के विश्वास गरेको भन्नु।